देखि त मेरो जिन्दगी पनि हेलो अस्ट्रेलिया हुन्छ। हेर बाबु, आफूसँग जति धागो छ नि चङ्गा त्यही अनुसार मात्र उडाउनु पर्छ। त मेरो छोरा होस्, सपना होस्, मेरो भरोसा होस्। सपना त छोराको पनि हुन्छ होला नि। नै पर्छ। कस्तो घुर्किलाउने होला दिदी? घरभित्रै आन्दोलन गर्ने। एक युवाले गरेको यस आन्दोलनले कस्तो रूप लिने हो त्यो भने हेर्न बाँकी रहेछ। हामी त झोले हो नि हजुर, झोले। तिम्रो त अस्ट्रेलियाको भिजा फिक्स रहेछ है? मलाई तिमीसँगै लग न डिपेन्डेन्टमा। के सोचेको छस् तैँले? यसको मूल्य तैँले चुकाउनु पर्नेछ। जसको भाग्यमा जति छ हो त्यसले त्यसरी नै खाने हो। तेरो पोइलाई हाम्रो भाग्यसँग यति रिस किन हो? त जस्तो कुकुरले गर्दा हो बाबु आमाले छोरामाथि विश्वास नगर्ने। आफ्नै छोरामाथि यस्तो अविश्वास गरेपछि कसरी हुन्छ मेरो प्रगति? तैँले मेरो जीवनको सबै खुसी खाइस्, मेरो भविष्य खाइस्। यु आर करप्ट। त्यति चरम भइसकेको छैन कि सत्य जोगाउन पनि झुटको सहारा लिन परोस्। हामी सत्य बचा, सत्यले जित्नेछ। जब फर्किन्छु घर खोज्ने छु कुना कुना, तनावहरू लुकाएर कहाँ राख्छन् बुवा। मेरो घर तैँले भन्दै है, छोरोले बुवा चिनिसक्छ। विरुद्ध आवाज उठाउनको लागि एक युवा शान्तिपूर्ण आन्दोलन घोषणा गर्दै सम्पूर्ण युवाहरूलाई स्वस्फूर्त रूपमा माइती घर मण्डलामा जङ्गलमा आएर लुकेर बस्या छौ। लुट यो जङ्गल छिर्ने कसको आँट हेरौँ त।